दिनभरि हल्लियो हिँड्यो खायो घरमा कराउँछन् यसको आमा अनि बाले भाइ तैँले काम गर्छस् 20,000 तलब दिन्छु गर्छस् भने बनाइदिन्छु तँलाई बस पार्कको सरकारी टोयलेटको गेट पाले यो सबको लागि बोझ हो यो सबको लागि बोझ हो स्कुल पढ्दा सर म्याडमको लागि बोझ घरमा बाउ आमाको लागि बोझ बाहिर साथीभाइको लागि बोझ डेटिङ गयो गर्लफ्रेन्डको लागि पनि बोझ आज ब्याटलमा यो मेरो लागि पनि बोझ त यो सब धरतीको बोझ तैँले यो ऱ्याप ब्याटल छोड अनि यो तेरो दिमागलाई किन यति साह्रो बोझ दिन्छस् बरु तैँले दोहोरीको बाटो रोज अनि हुन्छ प्रगति बल्ल गर्न पाउँछस् तैँले मोज यो साले खले यसको काम भनेको चाबेल बस पार्क लगन खेल कलङ्की भन्दै हिँड्ने अनि अर्को काम के थाहा छ बसको ढोका ढ्याप ढ्याप मासु र भात ल्याप ल्याप अनि थाहा छ यो मेरो लागि केटा हद्दै होइन केटी हो किन थाहा छ भन्दै केटीको लागि एउटा लाइन काठमाडौँको बजारमा हरियो हरियो सस्तो सस्तो साग काठमाडौँको बजारमा हरियो हरियो सस्तो सस्तो साग लौका जस्तो यसको फिगर फर्सी जत्रो रहेछ चाक मलाई खाना मन लाग्यो पानी यो खेलको म राजा त रानी राजाले रानीको गाँड हान्यो सक्यो कहानी